सो जय मसी एभ्रिवान सबैजनालाई जय मसी। अनि आजको यो सुन्दर समयमा फेरि पनि छोटो भिडियोहरू ल्याइकन अनि कतिवटा कुराहरू भनिकन अनि यो भिडियोहरूलाई मिक्स गरिकन जोडेर हाल्नु पर्यो भनेर सोचेँ युट्युबमा। अनि विशेष गरी त प्रभुलाई धन्यवाद भएको होस्। अनि धन्यवाद पनि यही भिडियोबाट दिन चाहन्छु थुप्रो मेरो साथी सङ्गी दिदीभाइ दाजुबहिनी अनि मेरो फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ हो, जसले चाहिँ मलाई आज सधैँभरि वास्ता फिक्री देखाउनु भयो अनि गर्नुभयो। मलाई प्रार्थनामा सम्झिनु भयो, मलाई ख्रिस्टको मार्गमा पनि डोर्याउनु भयो अनि मलाई गाह्रो साह्रो पर्दै गर्दाखेरि सहायता गर्नुभयो। साथसाथै मलाई बाटो देखाउनु भयो, कसरी हिँड्नुपर्ने भन्ने कुरा मलाई आशा देखाउनु भयो, जोस दिनुभयो शब्दमा अनि साथसाथै साथ दिइकन। सो यो थुप्रो कुराहरू कहिलेकाहीँ मूल्याङ्कन गर्न चाहन्छु, मूल्याङ्कन गर्छु, कहिलेकाहीँ सोच्छु। यद्यपि मैले मूल्याङ्कन गरेर त अब के भन्नु, थुप्रोचोटि त मेरो मनमा मात्र हुने हो। तर एकदम धन्यवाद, म ग्रेटफुल छु सबै कुराको निम्ति। आज तपाईँहरू जतिजनालाई प्रभुले मेरो जीवनमा जोडिदिनु भएको छ, तपाईँहरूको प्रेमले गर्दाखेरि नै सायद म छु अनि हामी छौँ। एकले अर्काको भलाकुसारीले गर्दाखेरि नै हरेकवटा अवस्थामा हामी जितिरहेको छ हरेकवटा अवस्थालाई। साथसाथै म यो पनि भन्न चाहन्छु कि आई गेस लाइक हामीलाई एकअर्काको एकदमै खाँचो छ। एकल काटे भइकन चाहिँ हामी केही पनि गर्न सक्दैनौँ हो। अब भन्ने कुराहरू त थुप्रो छ थुप्रोजनालाई, तर नाम लिइकन भनिराख्नु पनि होइन फेरि गाह्रो। तर धन्यवाद सबैजनालाई जसले मलाई मेरो हरेक दुःख सुखमा अनि हेल्प गर्नुभयो। मलाई आर्थिक अनि भौतिकको खाँचो पर्दै गर्दाखेरि सहायता गर्नुभयो। साथसाथै मेरो आध्यात्मिकमा पनि सहायता गर्नुभयो। अनि सबैभन्दा इम्पोर्टेन्टली प्रभुसँगको हिँडाइमा मेरो आत्मिक होइन व्यक्तिलाई चाहिँ बलियो पार्न, हुर्काउन, बढाउनको निम्ति चाहिँ प्रभुको वचनले सहायता गर्नुभएको छ। अनि म थुप्रोजनाको जीवनहरू छ जसबाट चाहिँ म एकदमै आशिषित पनि हुन्छु अनि भएको छु। अनि कहिलेकाहीँ होइन अनि यो सोसियल मिडियाले गर्दाखेरि चाहिँ थुप्रोवटा जीवनहरू अझै पनि देख्न पाइन्छ होइन, जसले चाहिँ निरन्तर अनि खुरन्तर प्रभुको महिमा गरि नै राख्नु भएको छ भन्ने कुराहरू हो। यद्यपि सोसियल मिडियाबाट त हामीले सो मेनी टाइम्स के भन्छ पोजिटिभ कुरा मात्र देखिरहेको हुन्छौँ नि त, अथवा सोसियल मिडियामा हालिँदै गर्दाखेरि होइन हामीले आउटपुट मात्र हालिरहेको हुन्छौँ नि त। तर जुन प्रोसेस भन्ने कुराहरू, इनपुट अनि प्रोसेस हुन्छ, यो जुन के भन्छ होइन सबै कुराहरू कार्य आउँदै गर्दाखेरि हामी अनि के को कार्य भनेर भन्दै गर्दाखेरि आफूलाई डेभलप गर्ने कुराहरू, एकले अर्कालाई सहायता पुर्याउने कुराहरू, एकले अर्कालाई भाइचारामा हुर्काउने अनि हुर्किने कुराहरू, त्यो प्रोसेस त हामीले यसरी अब के भन्छ सोसियल मिडियामा देखाइराख्नु भ्याइँदैन नि त, त्यो उयो नै हुँदैन। तर आउटपुट हेर्दै गर्दाखेरि चाहिँ हामी अथवा म यसरी विश्वास गर्छु, तपाईँहरू सबैजना जवानहरू, तपाईँहरू सबैजना मेरो सर्कलमा हुनुभएको अनि म जतिजनालाई चिन्छु तपाईँहरूले निश्चय नै प्रभुको काम गरि नै राख्नु भएको छ, प्रभुको सत्यतालाई फैलाइराख्नु भएको छ। साथसाथै तपाईँहरू बलियो भइराख्नु भएको छ। त्यो कुराले म पनि उत्साहित छु भनेर म भन्न चाहन्छु है त। अनि आजको यो सुन्दर दिन छ अनि यो सुन्दर दिनमा चाहिँ यसो भिडियो बनाउँदै गर्दाखेरि म ग्रेटफुल छु भनेर भन्नुको लागि पनि भिडियो बनाएको खास गरी हो। जस्ट फर्केर हेर्दै गर्दाखेरि जीवन अहिले कति 26 वर्ष पुग्यो
26 वर्षमा धेरै मित्र, धेरै साथी सङ्गी अनि भाइचाराहरूले मलाई सहायता गर्नुभयो होइन भन्ने कुराहरू याद आउँछ अनि म एक्नोलेज गर्छु त्यो कुरालाई। अनि तपाईँहरूले पनि एक्नोलेज गर्नुहुन्छ होला, तपाईँहरू व्यस्त हुनुहुन्छ होला कतिजना होइन। म पनि कतिचोटि व्यस्त भएको जस्तो भइरहेको छु, तर यद्यपि एक दिन फेरि पनि हामी पहिला जस्तो थियौँ होइन। त्यसरी नै सम्बन्ध हाम्रो त्यस्तै छ होइन। यदि कसैसँग म नराम्रो भएको छु भनेदेखिलाई, कसैलाई मैले जानी अनि अनजानमा मैले चोट पुऱ्याएको छु भनेदेखिलाई त्यसमा पनि म क्षमा माग्न चाहन्छु। कसैले पनि मलाई चाहिँ चोट पुऱ्याउनु भएको छैन। तपाईँले सधैँभरि मलाई बेस्ट दिनुभएको छ होइन। तपाईँहरू सबैजनाले मलाई होइन, मलाई जहाँसम्म लाग्छ मेरो हृदय तपाईँहरूले कहिले पनि होइन त्यसरी दुखाइदिनु भएन अनि एकदमै म थ्याङ्कफुल छु सबैजनामा। अनि आज कतिजना विभिन्न ठाउँहरूमा छौँ, विदेशमा छौँ होइन। कतिजना सेवाकाईको क्षेत्रमा हामी टाढा नजिक पुगिरहेको छौँ, तर अघि मैले भने जस्तो हामी कुनै दिन फेरि पनि भेट भइकन हामी यही कुरालाई गर्नेछौँ अनि प्रभुलाई धन्यवाद दिनेछौँ। किन प्रभु चाहिँ फेथफुल हुनुभयो। हामी बद्ल्यौँ थुप्रो कुराहरूमा, तर प्रभु चाहिँ बद्लिनु भएन। आमेन। सो यो कुराहरू छ अनि यो कुराहरू राख्दै गर्दाखेरि अब के भन्छ, यो कुरा राख्दै गर्दाखेरि कतिवटा कुराहरू त छुट्छ होला, तर सबैभन्दा मजाको कुरा चाहिँ धन्यवादी हुनु नै हो जस्तो लाग्छ। किनभनेदेखिलाई धन्यवाद दिँदै गर्दाखेरि चाहिँ अनि धन्यवाद पाउँदै गर्दाखेरि चाहिँ एउटा कतिचोटि होइन समयले अनि के भन्छ डिस्टेन्सले होइन, दूरीले सम्बन्धलाई कहाँ पुर्याइरहेको हुन्छ होइन। तर पनि त्यो धन्यवादी जीवनले चाहिँ निश्चय नै जोड्छ भन्ने म आशा गर्दछु। अनि प्रभुलाई विशेष गरी त प्रभुलाई धन्यवाद कि तपाईँहरू सबैजनाले मेरो निम्ति प्रार्थना गरिदिइराख्नुहुन्छ। अनि म पनि होइन मैले मेरो दिमागले भ्याइन्जेल प्रभुले मलाई हृदयमा दिनुभएको अनुसार म पनि तपाईँहरूको निम्ति प्रार्थना गरिदिइरहेको हुन्छु। अनि अझै होइन हामी अझै यो कुराहरूलाई निरन्तरता देऊ। अनि धन्यवाद एभ्री वान। अनि एउटा भजन गाइकन अनि यो छोटो भिडियोलाई चाहिँ म इन गर्नु पऱ्यो। यो गीतले भने जस्तै आज मानिस जाति हामी थुप्रोवटा कुराहरूमा फेरियौँ होला, फेरिन्छौँ, तर हाम्रो ख्रीष्ट येशूले दिनुभएको प्रेम अनि उहाँको व्यक्तित्व, उहाँको क्यारेक्टर कहिले पनि फेरिँदैन। अनि त्यसको निम्ति अनि त्यही कुराले गर्दाखेरि हामी एउटै हृदयमा एउटै भइकन चाहिँ हामी भलाकुसारी गर्दै हामी एकले अर्कालाई सहायता दिँदै हामी प्रभुको राज्यलाई वृद्धि गरौँ। अनि फेरि पनि हामी सबैजना एकचोटि होइन फेरि पनि हामी भेट्नेछौँ सबैजना, निश्चय नै म त्यो आशावादी छु। अनि धन्यवाद एभ्री वान सबैजनालाई है, सबैजनालाई। अनि प्रार्थना गरौँ हामी अझै है। ओके।
ओके, हुन्छ, आजको भिडियोलाई म यतिकै राख्न चाहन्छु। सबैजनालाई जय मसी।